नमस्कार, म मगर संसार अनलाइन ग्रुपको एडमिन प्रिया राणा मगरको तर्फबाट आज चाहिँ हामी बागलुङ जमैनी 8 मा बस्नुहुने उहाँ घर भई हाल चाहिँ सुनोल नवलपरासी जिल्ला सुनोल नगरपालिका वडा नम्बर 10 गैडाखाल निवासी दुवै मृगौला फेल हुनुभएकी श्यामकला थापा मगर 38 वर्षीय श्यामकला थापा मगरलाई मगर संसार मार्फत सहयोग हस्तान्तरण गर्न आएका छौँ। यो मगर संसारको 275औं सहयोग हो र उहाँलाई चाहिँ विभिन्न सहयोगी मनहरूबाट उपचारको लागि उठेको 4,03,160 रुपियाँ लिएर हामी उहाँलाई उहाँको निवासमा आएका छौँ। यसै रकम हस्तान्तरण कार्यक्रममा हाम्रो फर न्युजबाट हुनुहुन्छ हाम्रो युवराज पुन मगर दाजु, त्यसै गरी नेपाल मगर सङ्घ सुनोल नगर कार्य समितिको सदस्य कमल थापा मगर दाजु हुनुहुन्छ। त्यसै गरी धनमाया कालचा मगर दिदी हुनुहुन्छ र समाजसेवी सक्रिय युवा हाम्रा बिक्रु मगर जी हुनुहुन्छ। र यो सहयोग हस्तान्तरण कार्यक्रममा अत्यन्तै संयोजक कोअर्डिनेसनको भूमिका खेल्नुहुने हाम्रो सावित्री थापा मगर सिस्टर र सीमा पुन मगर सिस्टर हुनुहुन्छ। त्यसै गरी हामी एडमिन म प्रिया राणा भइहालेँ, हाम्रा एडमिन असीम पुन मगर हुनुहुन्छ र यता हाम्रो बहिनी कृष्ण थापा मगर हुनुहुन्छ। आज चाहिँ हामी करिब 4,03,160 रुपियाँ लिएर आएका छौँ। यो रकम सङ्कलन गर्ने क्रममा चाहिँ अत्यन्तै सक्रिय भूमिका खेल्नुहुने मगर संसार ग्रुपका अध्यक्ष अनिल लामिछाने मगर र खुमन पुन मगर दाजुहरू र यस कार्यमा चाहिँ विभिन्न अपिलदेखि लिएर पोस्टहरू गर्न अत्यन्तै धेरै आफ्नो विभिन्न काम जब ड्युटी होइन र आफ्नो अमूल्य समयलाई चाहिँ म्यानेज गर्नुहुँदै यस कार्यमा चाहिँ सक्रिय हुनुभएका हाम्रा सम्पूर्ण एडमिनज्यूहरूलाई धन्यवादका साथै सम्मान व्यक्त गर्दै यस कार्यमा यस सहयोग सङ्कलन कार्यमा सक्रिय विभिन्न देश तथा विदेशबाट आफ्नो अमूल्य समय दिएर आफ्नो तन मन धन लगायत विभिन्न सहयोगहरू पठाइराख्नु भएको छ। यसै क्रममा चाहिँ हाम्रो दलबहादुर थापा मगर हुनुहुन्छ सुनोल 10 गैडाखाल। उहाँले चाहिँ हाल चाहिँ उहाँ युकेमा हुनुहुन्छ र उहाँले चाहिँ आफ्नो तर्फबाट आफन्त उहाँको सक्रियतामा चाहिँ 35,580 रुपियाँ र मलेसियाबाट मदन छेत्रीको सक्रियतामा 11,439 रुपियाँ र सुमित्रा थापा जमैनी 8 बागलुङबाट हुनुहुन्छ। उहाँको सक्रियतामा 35,280 माफ गर्नुलाई यहाँ केही मिस्टेक पनि हुनसक्छ। यदि उहाँहरूको सक्रियतामा अन्य सहयोगी मनहरूले चाहिँ एकदमै विशाल हृदय भएका सहयोगी मनहरूले विभिन्न देश तथा विदेशबाट चाहिँ सहयोग पठाउनु भएर जम्मा 4,03,160 रुपियाँ चाहिँ हामीले उहाँलाई हस्तान्तरण गर्दैछौँ र उहाँको अकाउन्टमा केही पैसा आइसकेको र बाँकी पैसा हामीले यहाँ लिएर आएका छौँ। सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई चाहिँ अत्यन्तै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ र जति पनि आफूले सक्रिय भूमिका निभाएर सहयोग सङ्कलन गरेर पठाउनु भयो यहाँहरूलाई पनि हृदयदेखि नै हाम्रो व्यक्तिगत तर्फबाट मेरो व्यक्तिगत तर्फबाट मगर संसार ग्रुपको तर्फबाट र यहाँ आफ्नो विभिन्न कामका बावजुद पनि आफ्नो अमूल्य समय निकालेर यहाँ उपस्थित हुनुभएका सम्पूर्ण हाम्रो आदरणीय व्यक्तित्वज्यूहरूप्रति पनि धन्यवाद तथा सम्मान व्यक्त गर्दै हामीले यो सहयोग रकम चाहिँ उहाँलाई हामीले हस्तान्तरण गर्छौँ। दुवै मृगौला फेल भएर अब तत्कालै ट्रान्सप्लान्ट गर्ने प्रोसेसमा हुनुहुन्छ। उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हामीले यो रकम हस्तान्तरण गर्छौँ। यहाँहरू सम्पूर्णलाई फेरि पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। सहयोग गरेकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद
दाजु दिदीलाई एकदमै छिटो शीघ्र स्वास्थ्य लाभको कामना, निको भएर फेरि पनि ढुक्न पाइयोस् यही कामना गर्दै